नमस्ते, म विश्वकर्मा मोटरसाइकल वर्कसपबाट हाम्रो चाहिँ के हुन्छ भने आजको लागि यो सर्भिसमा आएर चाहिँ अनफिटेबल छ होइन। यसको सर्भिस हामीले गर्दैछु अनि यो क्याम्पनहरू पनि साउन्ड छ है। क्याम्पनहरू साउन्ड पनि अनि क्याम्पन नम्बर खोल्नुपर्ने छ है। प्लस हामीलाई चाहिँ यसमा चाहिँ के छ भने चाहिँ मिटर त्यसको पनि मिटर चाहिँ के छ भने डिजिटल यो बल्दैन है। मिटरको लागि हामीले त्यसको पनि मिटरै लगाएको छु है। अनफिटेबलको मिटर बनाउनको लागि होइन। तपाईँहरू पनि यसको समस्याहरू पनि गर्दा हुन्छ। प्लस यसको अनफिटिङ पनि पल्सरको पनि यसको मिटर पनि त्यही समस्या हो, सेम समस्या हो। हामीसँग त्यही समस्या छ, मिटर यस्तो बल्दैन है। डिजिटलहरू लाइटहरू केही आउँदैन, त्यो पनि हामीले यस्तो लगाएर बनाउनु पर्ने छ होइन। प्लस हामी सर्भिस गर्दैछु, यसको पनि हेर्नु सक्नुहुन्छ होला। पाङ्दा सबै खोलिरहेको छु है। डिजिटल पुरै पर्दा पछाडिको ब्यारी फेरि हेर्न सक्नुहुन्छ होला। अनि क्लिनिङ हेर्नु एकदम हातमा अलिकति पनि छाए पनि कालो लाग्दैन हेर्नुहोस्, सुन्नुहुन्छ होला होइन। हातमा जाला लुगामा जेमा लगायो भने पनि कालो लाग्दैन, सुन्नु सक्नुहुन्छ होला। सफा लुगाले पनि खोज्यो भने पनि कालो लाग्दैन है। त्यतिसम्म चाहिँ क्लिन गर्नुपर्छ है। तपाईँ पनि है यहाँ ब्यारियर हेर्न सक्नुहुन्छ होला। ब्यारियर एकदम नेउ जस्तो छ, एकदम हेर्नु सक्नुहुन्छ होला। तपाईँहरूले पनि यसो सर्भिस चाहियो भने पनि हाम्रो विश्वकर्मा मोटरसाइकल सब सम्झिनु सक्नुहुन्छ होला। यहाँ हामीले अझै गर्दैछु, सरसफाइ गर्दैछु। अलिक पाङ्रा बाँकी छ यसको, अनि च्यान धुन बाँकी नै छ, टोटल गर्नु बाँकी छ। यसको चाहिँ हामीले पनि अलिक खोल्नु बाँकी छ है। अलिक यसो अनि तपाईँहरूले पनि यसो सम्झ्यो भने हाम्रो विश्वकर्मा मोटरसाइकल सब सम्झेर आउन सक्नुहुन्छ होला। धन्यवाद।